नमस्कार साथीभाइहरू। अहिले म बलेवाको भैरम स्थान भन्ने ठाउँमा छु। यसको खास यहाँको बारेमा जान्नु पर्दाखेरि धेरै वर्ष अघि काल भैरवको बास पाल्पामा रहेको भन्ने जनविश्वास छ। त्यहाँ दुई भैरव दाजुभाइ बीच मतभेद भएपछि काल भैरव रातको समयमा अग्निज्योति आगोको लम्काको स्वरूप लिएर पाल्पाबाट बागलुङको बलेवा आइपुगे। स्थानीय बासिन्दाले त्यो अनौठो ज्योति देखेर झाँक्रीलाई बोलाए। झाँक्री मार्फत देवताले आफू म काल भैरव हुँ, मेरो यही स्थानमा मन्दिर बनाएर पूजा गर भन्ने आदेश दिएको विश्वास गरिन्छ। त्यसपछि यहाँ यही ठाउँमा भैरव स्थानको स्थापना गरी नियमित पूजा सुरु गरिएको भनाइ छ।